तपाईको पेटको बोसो जति एक्सर्साइज गरे पनि जति डाइटिङ गरे पनि कम नहुने तपाईँलाई समस्या भएको छ अथवा तपाईँको आर्म्सको बोसो यो माथि आर्म्सको बोसो जति एक्सर्साइज गरे पनि कम नहुने अनि कोही कोहीमा चाहिँ यो पछाडि ढाडको साइड्सको लभ ह्यान्डलको बोसो भन्छौँ हामी त्यो चाहिँ जति एक्सर्साइज गरे पनि कम नहुने कसैमा चाहिँ थाइजको बोसो जति एक्सर्साइज गरे पनि कम नहुने हुनसक्छ है। त्यस्तो बोसोहरूलाई चाहिँ हामी स्टबन फ्याट भन्छौँ होइन अझ रेजिस्टेन्ट फ्याट भन्छौँ। मान्छेको बडीमा चाहिँ डिफ्रेन्ट पार्ट्समा यस्तो स्टबन फ्याट हुनसक्छ है। त्यो चाहिँ एकदमै धेरै एक्सर्साइज गर्दा पनि एकदमै धेरै डाइटिङ गर्दा पनि एकदमै धेरै आफूले मेहनत गर्दा पनि कम नहुने बोसोलाई चाहिँ हामी त्यो रेजिस्टेन्ट फ्याट भन्छौँ होइन अथवा स्टबन फ्याट भन्छौँ। यो बोसोहरूको लागि चाहिँ आइडियली लाइपोसक्सन चाहिँ एकदम राम्रो टेक्निक हो होइन। अब तपाईँले जति त्यति धेरै वर्कआउट गरेर आफ्नो मेहनत गरेर पनि नभएपछि चाहिँ हाम्रो चाहिँ सानो सर्जरीको माध्यम सानो पाल बनाएर एउटा क्यानुलाको माध्यमबाट चाहिँ त्यो बोसोहरूलाई चाहिँ निकाल्न सकिन्छ। त्यसलाई चाहिँ हामी लाइपोसक्सन भन्छौँ होइन। यो अब जेनरली डे केयर सर्जरी हो, नर्मली हस्पिटल बस्नुपर्ने हुँदैन। हामीले अब जेनरली यो लाइपोसक्सन गर्ने चाहिँ कुन कुन एरियाको हुन्छ भन्दाखेरि माथिदेखि यो जेनरली यो डबल चिन एरियाको हुन्छ है। कसै कसैमा चाहिँ यस्तो गर्दाखेरि यहाँ फोल्ड जस्तो बन्ने त्यसलाई डबल चिन भनिन्छ, त्यो एरियाको लाइपोसक्सन गर्न सकिन्छ। अर्को भनेको यो आर्म्सको एरियाको लाइपोसक्सन गर्न सकिन्छ होइन। जेनरली अब यहाँ पनि रेजिस्टेन्ट फ्याट हुन्छ धेरैमा। अनि यो बाहेक अरू भनेको चाहिँ हाम्रो पेटको लाइपोसक्सन गर्न सकिन्छ, ब्याकको लाइपोसक्सन गर्न सकिन्छ, थाइजको लाइपोसक्सन गर्न सकिन्छ होइन। यो चाहिँ कमनली लाइपोसक्सन हुने एरिया हो। तपाईँलाई पनि अब आफ्नो धेरै मेहनत गर्दा यो बोसोहरू कम भएको छैन भने चाहिँ लाइपोसक्सनको लागि तपाईँले विचार गरिराख्नुपर्छ भने हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू।